ओम शान्ति। आजको मुरलीको मुख्य पोइन्ट्स यस प्रकार छ। बाबाले वरदानमा आज भन्नुहुन्छ, मर्जीवा स्थितिद्वारा हिम्मत र उल्लासको अविनाशी छाप लगाउने प्राप्ति सम्पन्न भव। अनि बाबाको सुन्दर सार यस प्रकार छ। मर्जीवा स्थिति पुरानो संस्कार, स्वभाव र कमजोरीहरूलाई समाप्त गरेर नयाँ ईश्वरीय जीवनको अनुभव गर्नु नै साँचो मर्जीवा बन्नु हो। प्रतिज्ञाको स्विच सधैँ ओन राख्नुहोस्। अनि बाबाले हिम्मत र उल्लासको सङ्गम के हुन्छ भन्नुभएको छ। हिम्मतले अगाडि बढाउँछ, उल्लासले यात्रालाई सहज र रमाइलो बनाउँछ। अनुहार, बोली, दृष्टि र व्यवहारबाट उमङ्ग उत्साह झल्किनु नै आध्यात्मिक शक्तिको परिचय हो। अनि प्राप्ति सम्पन्न र डबल लाइटको अवस्था के हो भन्दा, जब आत्मा ईश्वरीय प्राप्तिको अनुभूतिले भरपूर्ण हुन्छ तब बोझ स्वतः समाप्त हुन्छ। मेला होस् वा झमेला, फरिस्ता समान डबल लाइट रहनु नै प्राप्ति सम्पन्न आत्माको विशेषता हो। अनि आज बाबाले स्लोगनमा यो भन्नुभएको छ कि मेला वा झमेला पनि डबल लाइट रहने धारणा मूर्त हो। बोझ नबोक, फरिस्ता बन भनेर आज बाबाले स्लोगनमा सम्झाउनु भएको छ। आजको मुख्य पोइन्ट्सहरू यस प्रकार छ। दुवैको मत प्रसिद्ध छ। शिव बाबा अनि ब्रह्मा बाबा दुवैको श्रीमत, बच्चाले दुवैको मतमा चलेर आफ्नो कल्याण गर्नु छ। श्रीमत मान शिव बाबाको मत। अनि बाबाले भन्नुहुन्छ कि शिव बाबा हुनुहुन्छ नम्बर 1 ट्रस्टी। उहाँमा कुनै आसक्ति छैन। म भन्नुहुन्न, सबै थोक बच्चाको लागि भन्नुहुन्छ। उहाँ स्वयं सुख भोग्नुहुन्न, सबै राजधानी बच्चाहरूलाई दिनुहुन्छ। अनि आज बाबाले बिमाको रहस्यको बारेमा पनि सम्झाउनु भयो। भक्तिमा पनि ईश्वर अर्थदान गरे 2 मुठी चामलको बदला महल मिल्छ। अहिले बाबाको लागि तन मन धन बिमा गरे भविष्य 21 जन्मको लागि बाबा इन्स्योरेन्स म्याग्नेट हुनुहुन्छ। 1 पैसा पनि घुम्न दिनुहुन्न। अनि बाबाले भन्नुहुन्छ, यस सङ्गम युग हाम्रो मर्जीवा जन्म हो। जीवन छँदै बाबाको बन। यो अन्तिम मर्जीवा जन्म हो। ड्रामा बनाई बनिरहेको छ। साक्षी भएर हेर्ने अभ्यास गर, कुनै कुरामा संशय नल्याऊ भनेर बाबाले सम्झाउनु भएको छ। अनि बाबाको महिमा ज्ञानको सागर, आनन्दको सागर, ब्लिसफुल हुनुहुन्छ। भारतवर्ष सबैभन्दा ठुलो तीर्थ हो। शिव बाबाले ब्रह्माद्वारा सबै शास्त्रको सार सम्झाउनुहुन्छ। सेकेन्डमा जीवन मुक्ति दिनुहुन्छ। अनि आजको सम्मान यस प्रकार छ। म शिव बाबाको नम्बर 1 ट्रस्टी बच्चा हुँ। म तन मन धन सबै बाबामा बिमा गर्ने बच्चा हुँ। म मर्जीवा आत्मा हुँ, साक्षी दृष्टा हुँ। म डबल लाइट फरिस्ता हुँ। म इन्स्योरेन्स म्याग्नेटको बच्चा हुँ। मेरो 1 पैसा पनि घुम्दैन। यो चाहिँ आजको सम्मान। अनि आज दिनभरको अभ्यास चाहिँ नि, म ट्रस्टी हुँ, मेरो कोही छैन, सबै बाबाको छ भनेर चल्नुहोस्। बोझ सकिन्छ। ओम शान्ति।